सेवारो नमस्ते, म विक्रम नेम्बाङ हजुरलाई नेम्बाङ फ्यामिली ब्लगमा स्वागत छ। सदाको भन्दा फरक किसिमको भिडियो लिएर उपस्थित भएको छु। म के अथवा च्याब्रुङ नाच्ने क्रममा मलाई यो केको उत्पत्ति कहाँबाट र कसरी भयो भन्ने विषयमा चाहिँ मलाई जान्न भित्रबाट उत्सुकता जागेर आयो र विभिन्न अग्रज व्यक्तित्वहरूसँग सोधपुछ गर्ने क्रममा र विभिन्न स्रोत साधनहरू बुझ्दै जाँदा फुमतीको छोरी फक्सतीको दुईजना छोराहरू दाजुभाइ थिए। दाजुभाइ थिए, केसामी र नामसामी। र दाजुको नाम चाहिँ केसामी मायु सेगेबा बाग थियो भने भाइको नाम चाहिँ नामसामी सानै थियो। यो दुईजना बीच कहिले पनि विचार मिल्दैन थियो। यो दुईजना बीच दाजुभाइ द्वन्द चलिरहन्थ्यो। द्वन्द चल्ने क्रममा दाजु अथवा बाघलाई चाहिँ मारियो र बाघलाई मारेपछि बाघको छालाबाट चाहिँ च्याब्रुङ के बनाइयो। यसरी केको उत्पत्ति भएको रहेछ भन्ने मलाई चाहिँ जान्नमा आयो, बुझ्नमा आयो र यो केलाङ अथवा च्याब्रुङलाई चाहिँ किन नाचिन्छ र कसरी नाचिन्छ भन्ने विषयलाई चाहिँ अर्को भिडियोमा लिएर उपस्थित हुनेछु। यो मेरो भिडियोलाई हेरेर चाहिँ लाइक, कमेन्ट र सब्सक्राइब पनि गरिदिनुहोला। नोगे सेवारो, धन्यवाद।